गुड आफ्टरनुन सम्पूर्ण यासी तयारी गरिरहनु भएका विद्यार्थी भाइ बहिनीहरू। आज तपाईहरूले चाहिँ एनप्याप्सनद्वारा आयोजना गरेको प्री क्वालिफाइङ एक्जाममा चाहिँ सहभागी हुनुभयो होला र धेरै जस्तो क्वेसनहरू पढिरहेकै स्टेट बुककै क्वेसनहरू नै आएको छ र एउटा चाहिँ अलिकति प्याटर्नभन्दा फरक आएको छ क्वेसन। कहीँ पनि तपाईँहरू धेरै प्र्याक्टिस गर्नुभएको छ होला, तर मेरो स्टुडेन्ट्सहरूले चाहिँ सबैभन्दा अलिकति गाह्रो लाग्यो यो क्वेसन चाहिँ भनेर भन्नुभएको छ। कन्डिसनलको क्वेसन जुन चाहिँ a + b + c = पाइ प्रुभ द्याट sin b + 2c + sin c + 2a + sin a + 2b = 4 sin b - c/2 sin c - c/2 sin a - b/2 यस्तो फर्ममा आएको रहेछ। त्यो भएपछि अलिकति गाह्रो भनेर चाहिँ भन्नुभएको छ। त्यसैले म यो क्वेसन तपाईँहरूलाई गरिदिँदैछु। ल अब हामी सुरु गरौँ यसलाई। हामी एलएचएसबाटै सुरु गरौँ। हामीलाई गिभन कन्डिसन यही छँदैछ। गिभन कन्डिसनलाई चाहिँ हामीले के चाहिन्छ सल्भ गर्दै जाँदाखेरि त्यही कुराहरू मात्रै हामी लेखौँला। एलएचएस चाहिँ हामीसँग छ sin b + 2c + sin c + 2a + sin a + 2b। यो छ क्वेसन। यो बराबर हामीले यति प्रुभ गर्नुपर्ने छ। र अब यसलाई हामी के गरौँ भन्दा sin b + 2c छ। b + 2c लाई b + c + c बनाऊ प्लस sin यसमा पनि त्यही छ, यसलाई पनि त्यसै गरौँ a + a बनाऊ प्लस sin यसलाई पनि a + b + b गरौँ, किन भन्दा b + b 2b भयो। अब यसलाई के गरौँ भन्दा b + c को भ्यालु कन्डिसनलबाट राखौँ। यहाँ b + c भनेको पाइ - a हुन्छ। हेर्नुस् त a + b + c = पाइ छ। त्यसैले sin b + c भनेको b + c भनेको पाइ - a एउटा c बाँकी रह्यो प्लस sin c + a + c भयो भने पाइ - b हुन्छ प्लस a यही छ हामीसँग प्लस sin हेर्नुस् त a + b भनेको पाइ - c प्लस एउटा b त यही छँदैछ। हामीले यहाँ के गरेको भन्दा b + c + a + b को भ्यालु राखेको है। ल यो भएपछि यस्तोमा आयो। यो भनेको अब हामी के गर्न सक्छौँ त भन्दा कास्ट रुल त हामीलाई थाहा छ। हामी कास्ट रुलतिर जाउँ। अब यसबाट योबाट के गर्नु भन्दा sin पाइ - कमन लियो भने a - c ल पाइ - थीटा जस्तो बन्यो प्लस sin यसमा पनि हामीले हेर्ने भने पाइ - b - a ल यस्तो भयो। यसमा पनि sin के गर्न सकिन्छ त पाइ - कमन लियो भने c - b भयो। ल यसरी हामी यसलाई चाहिँ पाइ - c पाइ - थीटा जस्तै sin पाइ - थीटा भनेको sin थीटा भयो। किन कास्टमा पाइमा साइन चेन्ज टर्म चेन्ज हुँदैन, साइन को साइन नै भयो। अब sin पाइ - थीटा ले कुन क्वाड्रेन्टमा त सेकेन्ड क्वाड्रेन्टमा हैन। सेकेन्ड क्वाड्रेन्टमा भएको हुनाले sin को पोजिटिभ साइन नै हुन्छ। त्यसकारणले sin थीटा भयो यसको भ्यालु। ल अब हाम्रो चाहिँ थीटा भनेको ठाउँमा के छ भन्दा sin पाइ - थीटा भनेको a - c छ यसमा। त्यसकारणले हामी के लेख्न सक्छौँ भन्दा sin a - c प्लस sin यसैगरी भन्नुस् त यहाँ के हुन्छ भन्दा भन्न त के हुन्छ sin पाइ - b - c हो पाइ - थीटा है। यो भने के हुन्छ sin b - a प्लस यसमा के हुन्छ भन त c - b हुन्छ। ल अब हामी यहाँ पुग्यौँ। अब यसपछि चाहिँ sin c + sin d वाला फर्मुला लगाउँ। sin c + sin d वाला sin c + sin d भनेको 2 sin c + d/2 sin c + sin d। अब cos c - d/2 हुन्छ। ल यो फर्मुला लगाउँदा यसमा त्यो फर्मुला लगाउँदा 2 sin
सी प्लस डी भनेको त यो र यो छ ए माइनस सी प्लस बी माइनस ए बाई 2 2 साइन सी प्लस डी बाई 2 कस सी माइनस डी ए माइनस सी माइनस डी भनेको साइन गर्नु पर्यो माइनस बी प्लस ए बाई 2 ल यसरी हामीले एउटा फर्मुला लगायौँ फर्मुला लगायो फर्मुला त सबैलाई थाहा छ सधैँ गरिरहेको लागिरहेको फर्मुला हो यो अब हामीसँग बाँकी रह्यो साइन सी माइनस बी चाहिँ बाँकी रह्यो अब 2 साइन के आउँदैछ यहाँ हेर्नुहोस् त माइनस ए प्लस ए कट भएन कट भएपछि के भयो त बी माइनस सी बनाऊ न बी माइनस सी जसरी लेख्ने भयो नेगेटिभलाई अगाडि नलेखौँ यसरी लेखौँ अब यसमा आयो कस ए 2a माइनस बी माइनस सी मिलाएर लेखेको यस्तो भयो अब प्लस अब यसलाई पनि हामीले फर्मुलामा फलाउँ साइन सी जस्तै साइन 2a थियो भने 2 साइन a कस a थियो अब यहाँ साइन a मात्रै चाहिएको थियो सब मल्टिपलमा भने 2 साइन a बाई 2 कस a बाई 2 हुन्छ त्यसपछि साइन c माइनस b छ 2 साइन c माइनस b बाई 2 कस c माइनस b बाई 2 2 साइन a बाई 2 कस b बाई 2 त्यो फर्ममा हामीले गर्यो सब मल्टिपल अब यो दुईटा टर्ममा अब दुईटा मात्रै टर्म भयो एउटा यो टर्म यो दुईटा टर्ममा कमन के छ 2 साइन b माइनस c 2 साइन b माइनस c यहाँ b माइनस c चाहिँ यहाँ c माइनस b रहेछ अब के गर्ने होला ल हेर्नु कमन यो आउनु पर्थ्यो तर एंगल चाहिँ फरक पऱ्यो नि त यहाँ b माइनस c यहाँ c माइनस b अब हामीलाई के थाहा छ भन्दा साइन माइनस थीटा भयो भने माइनस साइन थीटा हुन्छ हैन हो यो कुरा थाहा छ भने अब हामीले यसमा के गरौँ त 2 साइन b माइनस c बाई 2 यो चाहिएको टर्म पनि भएको हुनाले यही राख्नुपर्ने हुन्छ 2a माइनस b माइनस c बाई 2 प्लस 2 प्लसलाई माइनस बनाएँ मैले किन माइनस बनाएँ त भन्दा यहाँबाट कमन माइनस कमन लिनु पहिले नि त एंगलमा माइनस भनेपछि b माइनस c भयो हो यो चाहिँ 2 साइन अब के भयो भन्दा b माइनस c बाई 2 cos c माइनस b बाई 2 हामीले ध्यान दिँदै गर्नुपर्ने हुन्छ ल अब यसबाट 2 साइन b माइनस c बाई 2 कमन लिन पाइयो के बाँकी रह्यो cos 2a माइनस b माइनस c बाई 2 यो माइनसको माइनस छ cos c माइनस b बाई 2 ल यो बाँकी रह्यो ल हेर्नुहोस् त एउटा चाहिएको टर्म यो हो कि हैन sin b माइनस c बाई 2 sin b माइनस c बाई 2 एउटा टर्म त आइसक्यो अब फेरि हामीले कन्डिसनलमा अर्कोपल्ट पनि फर्मुला लगाउनु पर्ने हुन्छ त्यसकारणले cos c माइनस cos d त्यो फर्ममा गयो अब धेरै c d सानोतिनो कुरा अब गरिरहनु पर्दैन किनभने तपाईहरु अब लगभग कोर्स सकेर रिभिजन गरेर प्री क्वालिफाइङमा आइसक्नु भएको छ अब फेरि क्याप्सनको प्री क्वालिफाइङमा पनि तपाईहरु चाहिँ सहभागी हुनुहुन्छ होला उनीहरुको पनि आउन लागिसक्यो भनेपछि त तपाईले अब एकदम गाह्रो क्वेशन हैन नदेखेको प्याटर्नहरु भन्दा सजिलो अब त यस्तो क्वेशनहरु त गर्नुहुन्छ त्यसकारण सानोतिनो कुरा भन्नु पनि पर्दैन मैले ल 2 sin b minus c by 2 अब cos c minus cos d को फर्मुला थाहा छ cos c minus cos d को फर्मुला के हो 2 sin हुन्छ हो 2 sin c भनेको यो पुरै c minus d 2 sin c plus d गरे नि भयो c plus d by 2 c plus d गरे भने plus c minus b नै भयो प्लस गर्दा साइन हुँदैन होल बाइ 4 मैले 4 लेखे किन होला अलरेडी 2 त हेर्छ नि त यो दुईटालाई जोड्यो भने यो प्लस यो बाइ 2 भनेर यसको अपर डिनोमिनेटर 2 हुन्छ फेरि अर्को पनि 2 किन धेरै कम्प्लेक्स बनाएर त्यो भएर 4 बनाएको त्यो भएर चाहिँ हामीले यसलाई 4 बनाएर राखे 2 sin c plus d बाइ 2 अनि फेरि sin के त d minus c d भनेको यो छ c minus b minus 2a plus b plus c by 4 ल
यस्तो हुन गयो यो भनेको 2 sin b minus c by 2 ल हेर्नुस् के भयो 2 sin के आयो 2a भनेको 2a नै भयो b माइनस c र प्लस c गयो माइनस 2b by 4 डट sin यसमा के हुन्छ के छ हेर त c प्लस रहेछ b र b चाहिँ माइनस रहेछ है तब c र c 2c minus 2a by 4 यस्तो आयो यो तल पनि देखिएको छ हैन ल ओके 2 sin b minus c by 2 2 sin के भयो त 2 कमन लिएर काटौँ यो धेरै लामो नबनाइरौ यदि कुरा बुझ्नुहुन्छ त्यही भएर पनि sin यसमा के भयो 2 कमन लिएर कट गरेपछि c minus a by 2 ल यो बाँकी रह्यो यतिसम्म आयो तर अब हामीलाई चाहिएको कुरो के छ एन्सर चाहिँ के चाहिएको छ भन्ने कुरा पनि हामीलाई हुन्छ त्यस कारणले गर्दाखेरि अब म यहाँ बाँकी रहेको लास्ट स्टेप मात्रै बाँकी छ लास्ट स्टेपमा अब हामी के गर्ने त हामीलाई चाहिएको कुरा नि हेर नि अब 2 2 जा कति भयो 4 अब एउटा चाहिएको sin b minus c by 2 त चाहिएको टर्म आइसकेको थियो 4 पनि भयो अब sin a minus b चाहियो हो त a minus b हो र त sin a minus b आयो sin के भयो a minus b by 2 ठीक छ अब sin अरु के c minus a चाहिएको हो त ल sin c minus a by 2 भयो त है यसरी गर्नु पर्यो विद्यार्थी भाइहरु है ल अब त्यसो भएदेखि हामी के लेख्न सक्छौं देयरफोर हामीले यालियाच्यासबाट सुरु गरेको आलियाच्यासमा अब यो प्रुफ भयो ल यस्तो क्वेशन रहेछ अब तपाईहरुले हेर्नु भयो भने यान प्यासनको अरु क्वेशनहरु पनि धेरै इजी क्वेशनहरु छ कुनै त्यस्तो गाह्रो लागेको छ भने यान प्यासनको एक्जाम दिनु भएको भाइ बहिनीहरुले सुन्नु होला अरु भाइ बहिनीहरुले पनि यस्ता अबको क्यासीको नजिक आइराछ त्यसकारणले गर्दाखेरि यस्तो क्वेशनहरु लिएका क्वेशनहरु जिल्ला वाइजले लिएको प्याप्सनले यान प्याप्सनले जसले लिए पनि क्वेशन हेर्ने काम चाहिँ नछुटाउनुस् र तपाईहरुलाई गाह्रो लागेको छ आएको छैन यो कसरी गर्ने होला भन्नुहुन्छ भने तपाईहरुले मेरो चाहिँ यो च्यानलमा गएर यो क्वेशन चाहिँ सल्भ गरिदिनु भन्नुभयो भने मैले सल्भ गरिदिने छु कति भाइ बहिनीहरुलाई त थाहा पनि छैन होला थाहा नभएको भाइ बहिनीहरुलाई थाहा भएको भाइ बहिनीहरुले भनिदिनु भयो भने एउटा फ्री अफ कस्टले तपाईहरुले यस्तो क्वेशनहरु जुन डिफिकल्ट लाग्छ त्यो क्वेशनहरु सल्भ भएको पाउनुहुनेछ र कुनै स्टेपहरुमा नबुझ्दाखेरि सोध्न पनि पाउनुहुनेछ बुझ्नुभयो अब त सबै सल्भ गर्नु भएको छ नि आजको क्वेशन ल ओके यो पनि यसरी गर्छ है त ओके थ्यांक यू